खानाको सुरुवात कफीसँग गर्दै मैले चाहिँ आज भिडियोको स्टार्ट गरेँ। दिनचर्या जस्तो सुकै होस् तर भिडियो चाहिँ बब्बाल हुनुपर्छ है, मान्छेले चाहिँ हेरिरहने जस्तो। ल सुरु गरौँ, जस्तो आउँछ त्यस्तै है। आजको सुरुवात कसरी हुन्छ, के कारणले हुन्छ, के भयो कसो भयो त्यो अलग कुरा भयो होइन, तर सुरुवात चाहिँ जस्तो छ त्यस्तैबाट गरौँ। फेसबुक, टिकटकमा चाहिँ मैले माइनिङ सम्बन्धी र नेप्से सेयर मार्केट सम्बन्धी भिडियोहरू हाल्दाखेरि चाहिँ मलाई टिकटक दाजुले चाहिँ मेरो आइडी नै ब्लक गरिदिनु भयो होइन, ब्यान भयो। मैले ट्राई गरेको थिएँ होइन रिटर्न गर्नलाई, भएन। ठिक छ, केही भएन। तर फेसबुकमा चाहिँ मैले त्यस्ता किसिमका भिडियोहरू अपलोड नगर्ने, टक्क अर्ग्यानिक टाइपको यसरी बोल्ने होइन, अनि धेरै एडिटिङ गरेका भिडियोहरू पनि नचल्ने भएको कारणले गर्दाखेरि सिम्पल जस्ट बोल्ने हाल्ने टाइपको भिडियोहरू बनाउन सुरु गरेको छु। आशा छ मन पराइदिनु हुनेछ है। अझै राम्रो राम्रो बस बोल्ने प्र्याक्टिस गर्दैछु क्यामेरा अगाडि। यही नै सबैभन्दा ठुलो उपलब्धि हुनेछ मेरो लागि है, तपाईँहरूको लागि पनि हुनसक्छ। किनभने अरूको भिडियो हेरेर पनि हो यो मान्छे त यार पहिले यस्तो बोल्थ्यो अहिले त यस्तो बोल्न थालेछ भन्ने कुराहरू तपाईँले नि सिक्नुहुनेछ। सुरु गरौँ है त, डराउनु भएन, लाज पनि मान्नु भएन है।